हेलो नमस्ते सबैजनालाई स्याटरडेको दिन एउटा स्टुडियोमा छौँ यो स्टुडियोमा चाहिँ आज हाम्रो यो फ्रेन्डसिप गीतको चाहिँ रेकर्डिङ हुँदैछ र त्यसको लागि हामी यहाँ आएका छौँ मैले चाहिँ गाउने होइन हाम्रो गाउने यो चाहिँ सर्ट अफ ग्रुप सङ हो 4 जना सिङ्गरहरू छन् हाम्रो अब यो गीत चाहिँ कम्पोज लिरिक्स अनि हुन्छ नि गीतको चाहिँ क्याप्टेन भनौँ न चयन शर्मा दाई त्यसपछि विश्वास श्रेष्ठ अनि म्यारी श्रेष्ठ त्यसपछि पङ्कज भएर चाहिँ अब यो गीत चाहिँ आज अब रेकर्ड हुँदैछ अनि अब गीत रेकर्डिङको चाहिँ बिहाइन्ड द सिन्सहरू चाहिँ मैले चाहिँ यो भ्लगमा क्याप्चर गर्ने चाहिँ कोसिस गर्नेछु Let's go fly गर्नु छ काम यस्तो गरौ सबले याद गरौ सबले याद गरौ सबले याद ए उता चाहिँ हेर्न नमिल्ने रहेछ है ए ओके ओके लगाइदिने हो ल विश्वास अल द बेस्ट है अब सुरु हुँदैछ फर्स्ट पार्ट विश्वासले गाउँदैछ यो नोएमेन TLM 103 फेरि आउन छु गाउँ बेसरी ठिक छ ल सबले यही फलो गर्ने है एक्ज्याक्टली विश्वासको लागि फलो गर्नु पर्यो अब हामीले पनि अब आज हामी छौँ यता यहाँ ब्रिज 2 होइन पक्का रेडियोमा गाउने रेडियोमा बोल्ने टाइपको साउन्ड होइन ओके फाइनली डन अनि कति हाम्रो लगभग हामी 2:30 बजेदेखि सुरु गरेका थियौँ होइन 5 आवर्स हाम्रो ग्रुप सङले गर्दाखेरि अनि अलिकति यसो एक्सपिरियन्स सेयर गर्नु अब हामी 4 जना भोकलिस्ट छौँ त्यही भएर अलिक टाइम लाग्यो थुप्रो लेयर्सहरू छ त्यहाँ हमिङ ओरिज पारहरू थुप्रो भएको भएर अलिकति टाइम लाग्यो तर जस राम्रो भयो आज सो यु आर ह्याप्पी हैन त विथ द आउटकम एब्सोल्युटली ह्याप्पी अब यसको मिक्सिङमा जान्छ त्यसपछि अडियो भएपछि भिडियो आउँछ अनि त्यसपछि तपाईँहरू सबैले इन्जोय गर्नु फ्रेन्डसिप इट्स अल अबाउट फ्रेन्डसिप त्यही भएर ह्याप्पी फ्रेन्डसिप डे द्याट्स इट हाम्रो गीतको वान अफ द सिङ्गर मैले कस्तो भयो राम्रै भयो आजको एक्सपिरियन्स आजको रेकर्डिङ होइन ग्रुप सङ थियो नि त त्यही भएर अलिकति टाइम लाग्यो तर हामीले गीतलाई राम्रो बनाउनलाई अलिकति कडै मेहनत गर्नु पऱ्यो अलिअलि मिस्टेकहरू भयो जाँदा तर हामीले सिकेर स्टुडियोमै सुधार्यौँ राम्रो बनायौँ त्यस राम्रो टेक भएको छ होपफुली यो सङ हाम्रो छिटै आउँदैछ अब राम्रै मिक्सिङ मास्टरिङ भएर आउँछ होला हामी आशा गरौँ राम्रै हुन्छ ओके फाइनली गीतको चाहिँ रेकर्डिङ सक्यो लगभग 5 घन्टा जस्तो लाग्यो बट वी ह्याड फन अनि अब यो बिहाइन्ड द सिनमा जे हुन्छ त्यो चाहिँ मैले यो भ्लगमा चाहिँ आज हल्का समेट्ने प्रयास गरेको छु आई होप यु ऑल लाइक इट र के कस्तो हुन्छ मलाई फिडब्याक दिनु होला थ्याङ्क यू भेरी मच आउला चौगाउँ बेसरी